हेलो गुड मर्निङ लासो फ्यापुला सबैजनालाई गुड मर्निङ एन्ड नमस्ते भन्दै म चाहिँ उठिसक्यो। मैले बिहानको 6 कि 7 बजे जस्तो होइन 8 बजे छ है। अनि आज चाहिँ यसो सर्ट भ्लग बनाउनु मलाई सर्ट भिडियो कति लङ भिडियो बनाउनु यता भनेर म चाहिँ आज सर्ट भ्लगमा आइसकेको छु है। अनि मेरो थोप्रा देख्न सक्नुहुन्छ है, निन्द्राले फेरि कस्तो चाहिँ च्यापे थिएन, मलाई मात्रै थाहा छ है कस्तो सोझो देखेको म त। अनि आज गएको पनि थियो, गएको गएर फर्केर नि यसो छोटो भिडियो बनाएको थियो है। खासै बनाउने मन लागेन। अनि त्यही कति लाग्नुपर्ने साइकल निकाउँदै गर्मीमा प्याक हुँदैमा चाहिँ साइकल चलाएँ है। अब के गर्ने, स्पिडहरू त छैन, त्यही पनि यसमै खुसी छु है। अनि त्यसपछि म ट्याक्क रुममा पुगेँ। रुममा गएको खालि प्लेन मात्रै उड्ने क्या। अनि आज चाहिँ फेरि गएको आएर प्लेन उडेको हेरेर बसेँ। यताबाट उठ्छ यताबाट उठ्छ के फेरि आर्मी ब्यारेक छेउमै भएर रुम पनि। अनि हेर्नु न मेरो अनुहार फेरि डरेछ यार, घामले अलिक कालकाले भए जस्तो लाग्यो मलाई। अब चाहिँ चक्लेट खाएर काममा जान्छु भन्ने भयो। अनि कामतिर निस्के भयो, फेरि काम निस्किएको, फेरि बाहिर एउटा फाइटर प्लेन उडिरहेको छ। मेरो त यहाँ आर्मी ब्यारेक छेउ भएर रुम पनि कति प्लेन उड्छ भनेको है। कुदाको टोक्योमा हुँदै ट्रेनले कटाक गर्दै यहाँ आएपछि फेरि चुई गर्छु। कोही बेला त सातो जान्छ भनेको वार पऱ्यो भने नि फेरि सिधै मेरो ठाउँमा बम फस्छ भनेको, फेरि त्यही भएर लास्टै डर लाग्छ मलाई त। अनि अब ल म चाहिँ यस्तै भने अब काममा निस्क्यो है। अनि देख्नु सक्नुहुन्छ है, यहाँ चाहिँ आर्मी ब्यारेक है, पुरै अमेरिकनले कब्जा हानेको छ है ओकिनावामा चाहिँ। ओकिनावा मात्र होइन, यो जहाँ पनि अमेरिकनको हो क्या। अनि टक्क लाएर म चाहिँ काममा पुगिसिँदै यो फेरि यो घाम फेरि ए भगवान् यस्तो चर्के लाग्ने फेरि। अनि टक्क लाएर म चाहिँ झुस खाँदै भरिङ चढेँ। अनि यसो सोच्छु अहिलेको यो सुपरस्टारहरू खतरा भ्लगरहरू पनि पहिला म जस्तै त थियो होला नि भन्ने सोच्छु क्या। फेरि म पनि कुनै दिन पुगेला नि त भने है। ट्याक्क काम पनि सक्यो। अनि फर्केँ म चाहिँ रुमतिर। अनि ऊ चाहिँ मेरो एउटा साथी हो है। मैले कुनै दिन पुगेला नि होइन भ्लगर, सबले फेरि एमटिजी भ्लगर भन्ने बित्तिकै मलाई चिन्ने दिन पनि आउला भन्दै होइन। ओह्रालो पुगेको थियो। हामी फेरि काम गर्ने उहाँ अगाडि चाहिँ दिदी हुनुहुन्छ। अनि हामी चाहिँ टन्नै थियौँ है नेपालीहरू। अनि चट्ट लाएर यसरी भिडियो त बनाउन आउने हो, फेरि मामाले देख्यो भने च्याप हो, फेरि च्याप कराप झ्याप। अनि यस्तै भन्दै आजको सर्ट भ्लग पनि यहीँ हुन्छ है। ल थ्याङ्क यू भेरी मच सबैजनालाई।